हजुरको गेमको आइडी भनिदिनुस्। अब म उहाँलाई यसकै झटार हाने गइरहेको छु हैन। हेलो, हाउ आर यू? ओके, बाय बाय, सी यू टुमारो। समझ रहे हो? समझ रहे हो? समझ रहे हो ना? हेलो प्रशांत जी, नमस्ते। भाग्यमानी भाग्यमानी। यस्तो भएन नि, नमस्ते भनेपछि नमस्ते भन्ने गर्नुपर्छ है। झन् आशीर्वाद दिएर भाग्यमानी। हजुरलाई कसले पकाएर दिन्छ? आगोले आगोले। मारो हमको हाम्रो खाजा आइसकेको छ। प्लस यहाँ हाम्रो साथी बेलिन, प्रशान्त, विकासजी बजाइरहेछ। प्लस म चाहिँ हामीले यहाँ तीनजना यही मिलाएर दबाइरहेछौँ। समोसा झ्याप्प ल्याप्प यसरी मुखतिर। दामी छ समोसा होइन? दामी छ। 11 गाउँ झाला सिधै अनि यो बल्ली छ क्या? गुड मर्निङ साथीहरू, नमस्ते जोजोलाबा। आइएफ सबैजना सन्चै हुनुहुन्छ होला। यो हिमाल सिस्टर इज ब्याक एगेन। माइन्ड नगर्ला घरिघरि आउँदै गर्छु होइन। बेला बखत यताउता झाकल झुकलमा म जस टाइम मिलाउँदै गर्छु। आइएफ सबैजना सन्चै हुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन साथीहरू। एकदम गुड भाइब्स आइरहेको छ। किन भन्दाखेरि आज मौसमै त्यस्तो छ, चिल भाइब्स, कुल 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 छ नि त। आज टक्क हल्का रातभरि सर टङ टङ टङमा पानी मजाले सरर पानी परिरहेको थियो। प्लस बिहान जाँदा अब दिनभरिको पसिना प्लस यताउता होइन, बेलुका पसिना रातभरि पानी मतलब 11-12 बजीदेखि पानी पर्नु थालेको। पानी सर त्यस्तो बाढी आउँदा पानी परेको छैन। अब मजाले सर चिसो हुने खालको भाइब्सको पानी परेर तर कुल होस् र म प्लस म बाथिङ हान्दिएको अनि त्यही भएर चिसो मौसम छ, बाथिङ हान्छु। मान्छे पनि कुल, मौसम पनि कुल भएर एकदम म चाहिँ फिट एन्ड फाइन भएर कलेज जानु रेडी भइसक्यो। तपाईँजना उठ्नु भएको चाहिँ उठ्नु भएन, तर उठ्छ मलाई देखियो त होइन। अहिले चाहिँ भनेको 5:54 भइरहेको छ साथीहरू। अनि च्यानलमा नयाँ आउने साथीहरू सब्सक्राइब गर्नु पऱ्यो। सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ गरिहाल्नु पऱ्यो, गएर बेल आइकन पनि बटन थिचिहाल्नु पऱ्यो। र आइएफ सबैजनाले भिडियोहरू मन पराइराख्नु भएको छ, त्यसैमा धन्य छु। र अझै मन पराइदिनुहुन्छ भन्ने आशा गर्दै भ्लग तपाईँले हौसला गरिदिनुहुन्छ भन्ने आशा गर्दै भ्लग बनाउँदैछु होइन। यो आज चाहिँ भनेको अहिले म कलेज जान लागेको। कलेज चाहिँ कलेजको भ्लग पनि हुन्छ, प्लस हेरौँ के कस्तो हुन्छ। आज सायद मौसम भनिहालेँ मैले, एकदम चिल भाइब्स छ। सो त्यही खातिर समथिङ इज कुकिङ भने जस्तो भइरहेको छ होइन। अहिले चाहिँ म अब सबै कुरा पक्सकेछु खाएर होइन, नुहाएर चटक्क पारामा रेडी भइसकेको हो नि त। सो त्यही भएर अब पानी परिरहेको छ। सो पानी परेपछि केमा जानुपर्छ? बसमा जानुपर्छ। बस आउँछ अहिले 6:10-5तिर यहाँ बस आउँछ। सो बसमा जान्छु। प्लस आज फुलहरूले पनि पानी पनि माग्नु पाएन भन्ने आन्सर होइन। पानी टक्क मागिसक्यो, पानी लिइसकेको छ फुलहरूले होइन। त्यस यतिखेर भनेको अब हरेक फुलहरूको सास आउने बेला, प्लस फुल सार्ने बित्तिकै जाग्ने बेला, फुलहरू जगाउने बेला हो नि त्यतिखेर। सो त्यही खातिर र यतिखेर भनेको बाढी पहिरो सबैजना जतिजना टाढो हुनुहुन्छ, टाढो मतलब पहाडी भेगा हुन्छ अथवा तरै भेगा भए तापनि कतैतिर बाढी पहिरो आउँछ नि, त्यही भएर बाढीले गएर खोला नआएको हुन्छ भने सेफ रहनु होला, राम्रोसँग रहनु र फिट रहनु खातिर है त। अनि के हो भन्दाखेरि जुन अस्तिको मेरो माइक थियो नि, त्यो माइक चाहिँ आज मैले भनेको कलेजमा गएर बोल्नु ट्राई गर, कस्तो आवाज आउँछ त्यो पनि ट्राई गर्नेछु र साथीहरूलाई पनि बोल्नु ट्राई गराउने छु। सो हेरौँ के कस्तो हुन्छ। जस को आउँछ भन्ने कुरा जस हाम्रो 3 साथीहरू सबै आउँछ होला भन्ने आश गर्दैछु। आश त भन्दा नि आउँछ होला, किन आउँदैन होइन। जस्तो फ्रेस आउँछ कलेज सिल पारामा फोन आउँछ केटाकेटीहरू। सो सबैजना ट्राई गर्नु लाग्छ। माइक टक्क यताउति घुमाउँछु। सो हेरौँ आवाज कस्तो आउँछ।
सो म पनि ट्राई गर्छु र प्लस तपाईँलाई कलेजको भ्यू पनि राम्रो आएको छ भने कलेजको भ्यू पनि देखाउँछु सो त्यतिसम्म रहनु होला म चाहिँ अब मुनि जान्छु बस्न जान्छु सो बस्न चढेर जान्छु त्यही हो सी यू गाइज एकछिनपछि है त अरूका साथीहरू अहिले चाहिँ हाम्रो कलेजको टिफिन टाइम भइरहेछ अनि म चाहिँ यहाँ बसिरहेको छु प्लस आज यहाँबाट माइकबाट ट्राई गर्दैछु होइन यहाँ माइक राखेको छु साउन्ड कति क्वालिटी आएको थाहा छैन मलाई प्लस यहाँनिर चाहिँ हाम्रो के अरे रेजिना माइक युज गर्ने अरे हेलो गाइज आया हेलो हाउ आर यू ओके बाई बाई सी यू टुमारो बेलिनजी म तपाईँलाई एउटा क्वेसन सोध्न जाँदैछु होइन हजुरको होइन हजुरको वास्तविक नाम के हो भनिदिनु होला छिटो छिटो भनिदिनु टाइम छैन हामीसँग यस्तो गर्नु भएन नि बेलिनजी यो के गरे सिरियस भएर बोल्नुहोस् न बेलिनजी हजुरको गेमको आइडी भनिदिनुहोस् अब म उहाँलाई यसकै झट्टाएर हान्ने गइरहेको छु होइन ल ठिकै छ उहाँ व्यस्त हुनुहुन्छ उहाँको गर्लफ्रेन्डसँग व्यस्त हुनुहुन्छ म अब उहाँलाई सोध्न जाँदैछु होइन हेलो प्रशान्तजी नमस्ते भाग्यमानी यस्तो भएन नि नमस्ते भनेपछि नमस्ते भन्ने गर्नुपर्छ है झन् आशीर्वाद दिएर भाग्यमानी म जे भए पनि दिदी हो है तपाईँको अनि त्यसपछि ल भन्नुहोस् हजुरको शुभ नाम मेरो शुभ नामै छैन शुभ भन्ने नै छैन हजुरको के नाम छ त शुभ भन्ने नै छैन भन्ने हजुर दिनभरि के गरेर बस्नुहुन्छ ए यता गर उता गर त्यस्तै हजुर भाडा मास्नुहुन्छ कि मास्नु न नाच्दिन हजुरलाई कसले पकाएर दिन्छ हजुरलाई कसले पकाएर दिन्छ आगोले उहाँको एन्सर चाहिँ उहाँ जस्तै छ होइन उहाँको एन्सर भनेको ठ्याक्कै प्रशान्त जस्तै छ आडे पाडे होइन चाहिने भन्दा धेरै हो उहाँले अब त्यसपछि ल उहाँलाई पनि छोडिदिउँ होइन उहाँको कुरै नगरौँ ल अब उहाँको पालो रह्यो है हेलो कर्णाजी उहाँ चाहिँ फेरि एकदम धेरै लजालु हुनुहुन्छ होइन उहाँलाई चाहिँ लाज लागेको गर्छ के गर्नु यस्तै छ अहिलेको अब ठिकै छ उहाँतिर लगौँ भने माइक पुग्दैन उहाँ परसम्म पनि ठिकै छ अब उहाँ पनि व्यस्त हुन्छ उहाँलाई पनि छोडिदिउँ म आफै बोल्छु ल अब गीत कुन गीत गाइदिनु चियाबारी बनेमा हजुर मैले हजुर अघि नै क्वेसन सोद्धाखेरि बोल्नु भएन अब कृपया बिचमा डिस्टर्ब नगरिदिनु होला है त है ल ठिक छ म आफै बोल्दैछु आजको कार्यक्रम चाहिँ यति नै होइन अहिलेलाई चाहिँ ठिकै छ नि त उहाँहरूले एउटा गीत गाउनु भन्नुभयो म एउटा गीत गाइदिन्छु है कुन गीत गाउँ होला हिन्दी कि नेपाली ओ माई गड हिन्दी चाहिँ मलाई आउँदैन होला म चाहिँ प्योर नेपाली हो त्यही भएर नेपाली आउँछ देखाऊ एकचोटि अनि त्यसपछि हिन्दी होइन नेपाली आउँछ कुन गीत अब गाइज म उस्ता पड्काउन जाँदैछु है खेल्न 15 लडाई ल रेजिना बोल्ने छ क्या कति त्यति पनि सकिन्छ तैँले होइन हारमा के अरे जित्नुभन्दा हार मजा चाहिँ बेसी हो जित्नुभन्दा हार मजा बेसी हो यहाँनिर जितेर केही पाइन्छ तर हारेर धेरै पाइन्छ क्या हारेर यहाँ अब यहाँ स्वागत पनि पाइन्छ यो निचेको हाँस चाहिँ अब एमा बसेर कुरा गरिदियो मलाई नै सम्झिँदा हो
बेलुका साथीहरू अहिले चाहिँ हामी माथि क्यान्टिनमा आएर क्यान्टिनमा के गर्छौँ क्यान्टिनमा खाजा खान्छौँ प्लस यहाँ बेलिन र म चाहिँ बसिरहेको छु टक्कसँग क्यान्टिन यतातिर चाहिँ हामी यताको पल्लोतिर कसैले कुर्सी नै कुर्सीहरू छ होइन कुर्सी चाहिँ अर्को कलेज चाहिँ टिन अनि लो कहाँ छ कुर्सी कलेज कोसी सेन्ट जेम्स इटारी हाम्रो कुन इताली फेरि गाइडबाट गीत हाम्रो भ्युवर्सहरूको सानो एउटा सुरुवात कुन सुरु गरौँ के गरौँ होला के गरौँ तिमीलाई चुप एकछिन के गरौँ आउँदैछ पारा है के गरौँ बोलाउँदिन भन्छु तर बोलाइहाल्छु म बिर्सिदिन्छु तिमीलाई सम्झिरहन्छु बोल्न तिमीलाई मान्दैन जति तिमीलाई सम्झाए नि बुझाए मान्दैन नि मै त हो नि हाम्रो खाजा आइसकेको छ प्लस यहाँ हाम्रो साथी बेलिन के अरे कुरियर बनाउँदैछ के अरे प्रशान्त विकासजी बताइरहेछ प्लस म चाहिँ हामीले यहाँ तिनजना यही मिलाएर दबाइरहेछौँ समोसा झ्याप्प ल्याप्प यसरी मुखतिर दामी छ समोसा होइन मेरो आइरहेछ तपाईँको अब ऊपर दामी छ झै मिठो बनाउनु लानुपर्छ क्या राबी त तिमीहरू पनि त्यस्तै कस्तो समोसा खानु कोसी गरेर जानुपर्छ साथीहरू अब अरू त क्यान्टिन छैन कोसीमा मात्रै क्यान्टिन हो अरू कारण छैन छैन बाहिर ब्याचलर बाहिर त्यो मात्रै डबल गएर उहाँ पर डिपार्टमेन्ट पुगिरहेको हुन्छ घर कोही कहाँ पुगिरहेको हुन्छ टिफिन टाइममा डिपार्टमेन्ट पुग्छ गर्लफ्रेन्ड घुम्नु जान्छ होला मुलायम डिपार्टमेन्ट जान्छ अरे खाना बेस गर्लफ्रेन्ड घुम्नु जान्छ होला डिपार्टमेन्ट मुलायम सुहायो त कुरा सुहाएन नि सोध्नु के दिउँ सजिलो अदा त कहाँ हाल्यो हामी फिनिस गर्छ कि ऊ दुईजना ऊको बियर मात्रै बाँकी छ हल्का हल्का थोरै थोडा अति भोकलाई आज आफ्टर लङ टाइम पछि खाजा खायो कि मिठाएको तिमीलाई होइन पठाला कस्तो लाग्यो हेर हामी सर खाजा कस्तो विकास यति ठिकै हो 100मा 80 अझै ताजा भएको 100मा 100 दिने तर ताजा पनि थिएन के अरे अब धेर खानु त अब आफ्नै घरमा बनाउनुपर्छ खानुपर्छ मिठो खाना होइन हो ल
लेट्स गो यो के को हेर्दा यो गाँजाको पुलिसले पक्रेर नि यो गाँजाको बोकाइदिँदाखेरि भिडियो गर्दा रमाइलो हुन्छ त यादगार हुन्छ नि त आइफोन बोकेर काटो न ए ऊ लगिदिएर उता भाग्छ त्यो अहिले हेर्नु नि उयो भाग्छ पो त अहिले इरेडीको 1 नम्बर हो नि फेरि ल बाई 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 सी यु नेक्स्ट टाइम के भएको छैन बेच्नु नि यो दाइलाई अहिले चाहिँ भनेको मलाई होइन बेलुकाको कति 7 बज्ने बेला भइसकेको छ अनि यसो कपाल छाट्नु पऱ्यो भने भोलि विशेष भोलिको भिडियो नेक्स्ट भिडियो अब तपाईँले हेर्न चाहन्छ सब्सक्राइब गर्नुपर्ने हुन्छ किन भन्दाखेरि भोलिको भिडियोमा केही हुनेवाला छ र त्यही भएर यसो हल्का चिटिक्क पऱ्यो भनेर चाहिँ कपालहरू छाट्नु आएको यहाँनिर अघि त्यहाँबाट एकछिन रुङ्नु पर्ने अवस्था आयो यहाँ यता बाइक काट्दै हुँदो रहेछ होइन म चाहिँ एकछिन 5-10 मिनट भयो आएर बसेको सो हल्का अलिअलि अस्ति कपाल छोटो छ त्यही पनि यसो पञ्चायततिर अलिअलि छाडिदिनु पऱ्यो भनेर काट्नु लागेको भोलि केही हुनेवाला छ जस्तो तपाईँले अब डायमन्ड प्ले बटन अनबक्सिङ हेरिहाल्नु भयो होइन जस महादेव चप्पल देखाउनु भएको छ र तपाईँसँगले बिहान कलेज गयो अनि अब एकछिन त्यहाँ क्लास काम थियो होइन त्यहाँ गयो ओऱ्यो होइन सबै काम ट्याक्टु सकेपछि बेलुका अहिले चाहिँ घरमा सबै काम सकेर होइन एकछिन यहाँ कपाल छाट्नु भने कपाल काट्नु बस छाट्नु त एउटै हो सेलुनमा आफ्नै यहीँ गाउँनेरि त्यहाँको स्कुटीमा आएको छु स्कुटी त्यहाँ छ र म चाहिँ एकछिन अब त्यहाँकोसँग कपाल काट्नु आएको यहाँनिर यतिकै छोडेन देखेर हो कपाल छोटो छ काटिदिउँ आएर बल्ल 1 घन्टा रुममा कपाल काट्नु पाएर है बल्ल अब चाहिँ कपाल काट्नु सिटमा बस्यो मजासँगले अब चाहिँ कपाल काटिन्छ होइन त्यही हो सो अब कपाल काट्ने अनि धेरै कपाल काट्नु म चाहिँ अब त्यति मोबाइलमै कपाल गरेर हुन्छ फेरि रात एडिट गर्नुपर्दाखेरि सब चिज आउँछ भनेर चाहिँ सो कपाल काटेर चाहिँ भेट्नुपर्छ साथै अनि के भन्दाखेरि मलाई मेन कुरा चाहिँ यो मन पर्यो क्या यो जुन कपाल काटेर लगाइन्छ नि माथिबाट भित्र लुगामा नलागोस् भनेर लुगामा लगाएको छ भने यो मन पर्छ यस्तो बवाल लगाइदिनु भएको छ मलाई होइन सो छन् थुप्रै छ तर मलाई मन पऱ्यो यो त्यही भएर अब यताकोसँग दाइले कपाल काटिदिनुहुन्छ यति अँधेर पनि यति अँधेर पो म अब कामसाम यसो गर्दा पुरा धनतिर पनि गइएको थियो अनि यताउता गर्दा ढिलो भयो त्यही भएर अहिले यतिखेर बेलुका आज यत्रो 19-20 वर्ष लाग्यो अहिलेसम्म यति राति कपाल कहिले काटेको थिएन क्या म आज 8 बजिसक्यो 8-7 बज्ने बेला जाने भन्दै जस राम्रले बत्ती भएपछि त कपाल लाइन भएपछि कपाल काटिहाल्नु यसो अब कपाल काट्नु लाग्यो भने लागोस् मोबाइल अब अब लगाएको छ तर अब चाहिँ धनै कपाल काटिसक्ने बेला हो नि त सो अब चाहिँ करिब अन्तिम भइसक्यो देखा पनि हाल्छ यता देखा हाल्दै गएको अझै पर्दा अघि मम्मीमा चाहिँ कि गाली झन्डै गरेर नआम्रो यहाँ बस्नु होला अलिक गाली सुन्नुपर्छ मम्मीले होइन मम्मीले के भन्दिनु अरे यहाँ आर्मी भिड्ने उमेर गइसक्यो के अब आर्मी अब इन्सपेक्टर मात्रै हेरेको जति अब चाहिँ यो भिडियो यहीँ हुन्छ ल नेक्स्ट भिडियो बाई बाई